नमस्कार। आईएलडी अथवा इन्टरस्टिशियल लङ डिजिज भनेको चाहिँ हाम्रो एउटा फोक्सोको एउटा रोग हो। त्यसमा चाहिँ धेरै प्रकारहरूको किसिमको हुन्छ, तर सबै आईएलडीहरुमा चाहिँ अन्तिममा गएर भनेको फोक्सोमा चाहिँ फाइब्रोसिस गराउँछ अथवा लङ फाइब्रोसिस भनेर भन्छ र त्यसले चाहिँ क्रमिक रूपमा चाहिँ हाम्रो चाहिँ फोक्सोको पावर र क्षमताहरू घटाउँदै जान्छ है। त्यसमा चाहिँ लक्षणहरू आउने भनेको खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चाँडै नै हिँड्दाखेरि थाक्या जस्तो अनुभवहरू गर्ने हैन। त्यही बीचमा चाहिँ ज्वरोहरू पनि आउन सक्ने, अनि खोकी चाहिँ मेन चाहिँ धेरै चाहिँ सुक्खाहरू नै लाग्ने र इन्फेक्सन्सहरू भयो भने पाकेको किसिमकोहरू आउने गर्छ। अब यसमा चाहिँ हामीले चाहिँ मेन चाहिँ कस्तो प्रकारको चाहिँ आईएलडी हो भनेर हामी छुट्याउँछौँ। छुट्याइसकेपछि त्यो प्रकार अनुसार चाहिँ हामीले उपचारहरू गर्छौँ र धेरै चाहिँ यो उपचार गरेर ठिक पनि हुने खालके हुन्छ र कति चाहिँ अब दीर्घ रोगमा पनि गइसकेको हुन्छ र नियमित रूपमा चाहिँ दबाईहरू खान पर्ने हुन सक्छ।